कोसिस नगरेको होइन, कोसिस गरेको हो आमा। कोसिस नगरेको होइन, कोसिस गरेको हो आमा। माफ गर्नु तिम्रो मुहारमा खुसी छर्न सकिन खासमा। मौन छु, बुझ्दैछु, रातको 4 बजे पनि निन्द्र भुल्दैछु। मौन छु, बुझ्दैछु, रातको 4 बजे पनि निन्द्र भुल्दैछु। आफू आफै बिर्सिए तिम्रो सपना पुरा गर्ने कोसिस गर्दैछु। परदेशमा बसी तिम्रो सपना पुरा गर्ने कोसिस गर्दैछु। यही यात्रामा सकिए भने माफ गरिदिनु है। केही गरी यही यात्रामा सकिए भने माफ गरिदिनु है। तिम्रो नालायक सन्तानलाई बुझिदिनु है आमा। तिम्रो नालायक सन्तानलाई बुझिदिनु है। कोसिस नगरेको होइन, कोसिस गरेको हो आमा। कोसिस नगरेको होइन, कोसिस गरेको हो आमा। सो एक ये है, बहुत अच्छा है, ये वाला मेरा फेवरेट है। तिमी दिलमै छौ। यहाँ मान्छे जलाई फोटो राख्ने जमाना छ। यहाँ मान्छे जलाई फोटो राख्ने जमाना छ। तिमी ढुक्क बस्नु, तिमी दिलमा बसेको मान्छे हो। तिम्रो हरेक गल्तीमा पनि जमानत छ। साबित गर्नु पर्दैन तिमी सही म गलत। साबित गर्नु पर्दैन तिमी सही म गलत। मेरो सपनाको हत्या गरे पनि तिमीलाई कारागार होइन, मनमा दरबार छ। मेरो सपनाको हत्या गरे पनि तिमीलाई कारागार होइन, मनमा दरबार छ। ढुक्क हुनु तिम्रा हर गल्तीको जमानत छ। ढुक्क हुनु तिम्रो हर गल्तीको जमानत छ। यहाँ मान्छे जलाई फोटो राख्ने जमाना छ। यहाँ मान्छे जलाई फोटो राख्ने जमाना छ। प्रेम ठुलो भन्ने टपिक छ अर्को। धन ठुलो या प्रेम ठुलो? धनले प्रेम रोज्छ, प्रेमले धन रोज्छ। यहाँ यो जमानामा धनले प्रेम रोज्छ र प्रेमले धन रोज्छ। खासमा कुन ठुलो? यहाँ मदनले धन ल्याउँदा मुनाले संसार छोडिसकेको थिए। यहाँ मदनले धन ल्याउँदा मुनाले संसार छोडिसकेकी थिए। अब भन मदनको धन ठुलो या मुनाको साथ ठुलो? अब भन मदनको धन ठुलो या मुनाको साथ ठुलो? बिचरा ती मुना आफ्नो मदनलाई कति वेट गरेकी थिए होला। लाइक त्यो पर्खाइको पीडा कसैलाई 10 मिनट बाटोमा पर्खेर हेर्नुहोस् न कति छटपटी हुन्छ। मुनाले सारा जिन्दगी मदनलाई वेट गरेर बसेकी थिए। कति पीडा भयो होला। उसले आफ्नो मदनलाई एकचोटि पनि नदेखिकन त्यो देख्दा ओ माय गॉड कति पीडा भयो होला। त्यसैले धनको पछि नलागौँ। धन पनि आफ्नो ठाउँमा चाहिन्छ, तर कसैलाई पर्खाइमा चाहिँ नराखौँ। पर्खाइको पीडा छुट्टै हुन्छ, बुझ्नुभयो होला। कसैलाई बाटोमा 10 मिनट कुर्दा त कति छटपटी हुन्छ। बिचरा मुनाले त सारा जिन्दगी मदनलाई कुरेकी थिए। मुनालाई मदन चाहिएको थियो, धन चाहिएको थिएन, तर उसले आफूले चाहिएको कुरा पाइन। पीडै पीडामा आफ्नो जिन्दगी पीडा आइ हाय के भयो होला। हुन त मदनको पनि गल्ती छैन। आफ्नो श्रीमतीलाई खुसी राख्छु, धन कमाउँछु, उसको इच्छा पुरा गर्छु भनेर धन लिन गएका थिए होला। उनले धन लिएर त आए तर मन दिने मान्छेलाई गुमाए। त्यही भएर दुवैलाई सम्हालेर राख्नुपर्छ। आफूलाई धन पनि चाहिन्छ, मन पनि चाहिन्छ। त्यही भएर धन छ भन्दैमा मन दिने मान्छेलाई नगुमाम, मन छ भन्दैमा धनलाई पनि नगुमाम। यही हो। पूरा फिल्म ही पूरा फिल्म बना लो तुम। कहानी के नाम मुना और मदन है। क्या बात है। ये तो सच है ना, ये तो सच है ना। सच्ची है। ऐसा लगा कि मैं पूरा फिल्म देख रहा हूँ, फिल्म की कहानी की तरह बेहता जा रही है। मैंने ऐसे ही कल कुछ लाइनें बोली थी और सब लोग क्या हो गया मुझे भी पता नहीं। आप बच्चों को रुलाती हो? रुलाती तो नहीं पर ये खुद ही कहते हैं। खुद ही रोते हैं। क्या बात है, आपने तो दिल के आर पार कर दिया। बहुत बढ़िया है।